किसान साथीहरू नमस्ते। वास्तवमा च्याउमा अब मेन समस्या आउने भनेको पकाइमा प्रायः जस्तो ग्रिन मोल्ड हरियो ढुसीले संक्रमण हुने 21-22 दिन 25 दिन पछाडि तपाईँको चाहिँ नि फल्न आँटेपछि पनि हरियो ढुसी लाग्ने पुरै बलहरू चाहिँ एउटा पनि बाँकी नरहिकन चाहिँ बिग्रिने सम्भावना र समस्याहरू ज्यादा देखिन्छ। वास्तवमा हामी चाहिँ के गर्छौँ भने कहिलेकाहीँ भुइँको टिप्न खोज्छौँ र गोजीको झर्छ होइन। अनि हामीले यहाँ हाम्रो फर्ममा तपाईँहरूलाई पछि रिजल्ट पनि देखाउँछौँ। यहाँ हेर्न सक्नुहुन्छ एउटा पनि पोका बिग्रेको छैन, हामीले लगाएको ठाउँमा चाहिँ बिग्रेको रेकर्ड पनि छैन। र यहाँ देख्न सक्नुहुन्छ यति टाइट छ होइन। यसरी ड्रम बेल्टहरू लाएर यसरी चाहिँ नि यो ब्लोरले हावा हानेर यत्रो ठुल्ठुलो आगो बालेर होइन, यत्रो ठुलो मुढाहरू बालेर हामीले चाहिँ नि यसरी पकाउने गरेका छौँ। अझ हामी त सकेसम्म ठुलो ड्रम युज गर्दैनौँ। यसमा जम्मी 20-25 बोरा या 20-25 बलको लागि मात्रै क्यापासिटी भएको यो ड्रम होस्, ठिक मिडियम साइजको ड्रम, अझै भन्दा सानो ड्रम हामी युज गर्छौँ। यसरी चुइयाँ बज्ने गरी पकाउनुपर्छ र यो पनि तपाईँको साइज जति ठुलो हुन्छ त्यति धेरै चाहिँ तपाईँको स्टोलाइज गर्नुपर्ने हुन्छ। यसमा हामीले 3 घन्टा चाहिँ माथिबाट बाफ आएर फुलिसके पछाडि रेगुलर हामी यसरी आगो बाल्छौँ होइन। यहाँ देख्न सक्नुहुन्छ सबभन्दा ठुलो मेन गल्ती नै किसानहरूले यहाँ गर्नुहुन्छ। यसको लागि मैले यो एउटा मेरो आग्रह सल्लाह सुझाव चाहिँ के छ भने तपाईँहरूले दाउरामा लोभ कहिले पनि नगर्नुहोस् र भट्टी बनाउँदाखेरि भट्टीमा लोभ कहिले पनि नगर्नुहोस्। यसरी मेकानिजम पहिला सम्पूर्ण सामानहरू तयारी अवस्थामा राखेर युद्ध मैदानमा होमिसके पछाडि हामीले कहिले पनि चाहिँ हतियार नलिकन जाँदैनौँ। त्यस्तै यो एउटा व्यवसाय पनि युद्धको एउटा मैदान हो, त्यहाँ हतियार नलिकन जानुभयो भने तपाईँ फेलियर हुन सक्नुहुन्छ।